जाने कर को पानी हरि बोल झूठो माया जाने दे दिन को जिंदगानी कर को पानी हरि बोल झूठो माया जाने दे दिन को जिंदगानी कर को पानी हाम्रो दुई दिनको जिन्दगानी को पानी जाने को जिंदगानी कर को पानी हरि बोल झूठो माया जाने दिन को जिंदगानी कर को पानी हरि बोल गंगा यमुना राधा कृष्ण जाना गंगा यमुना गंगा यमुना राधा कृष्ण जाना गंगा यमुना राधा कृष्ण जाना अनि जोडी खाइन एक घरे होइसिन्छ अनि यता पठाइसकेको यमुनाको पानी कलकल गर्दै बग्दै जाने यमुनाको पानी हे अघि कृष्णजी त पछि राधा रानी हे अघि कृष्णजी त पछि राधा रानी हे राधा कृष्ण दुईजना हे राधा कृष्ण दुईजना राधा कृष्ण दुईजना गंगा यमुना 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 राधा कृष्ण दुईजना यति मिठो पनि नाच्छन् त ल श्रद्धाजीलाई एकचोटि माइक दिउँ त सबैले उहाँ हुनुहुन्छ आज हाम्रो भेट भएको दिन भजन गाइनु चौन एकछिन नगर दोमाना भजन गाउनेलाई लाजे नमाना भजन गाउनेलाई लाजे नमाना बेलैमा गर्ने हो नगरे त 84 पर्ने हो नगरे त 84 पर्ने हो धर्म गरौँ वैकुण्ठ जानेलाई धर्म गरौँ वैकुण्ठ जानेलाई नगर दुमना भजन गाउनेलाई लाजे नमाना भजन गाउनेलाई लाजे नमाना
हरिराम जितेन्द्रजी साईजी आज हो दान गर्ने धर्म गर्ने आज हो दान गर्ने धर्म गर्ने आज हो दान गर्ने धर्म गर्ने आज हो स्वर्ग जाने भएदेखि दान पुण्य गर स्वर्ग जाने भएपछि दान पुण्य गर जिन्दगीको छैन भर नरक मन परल है आज हो दान गर्ने धर्म गर्ने आज हो दान गर्ने धर्म गर्ने आज हो दान गर्ने धर्म गर्ने आज हो यो चाहिँ उहाँको सम्मानका लागि यही कुरा जानी दान गर्ने धर्म गर्ने हुने छैन हानि आज हो दान गर्ने धर्म गर्ने आज हो दान गर्ने धर्म गर्ने आज हो दान गर्ने धर्म गर्ने काली हरिराम मेरो मेरो भन्छौँ हामी मेरो केही होइन मेरो मेरो भन्छौँ हामी मेरो केही छैन एक्लै आउनु एक्लै जानु लानु केही छैन आज हो दान गर्ने आज हो दान गर्ने धर्म गर्ने आज हो दान गर्ने धर्म गर्ने आज हो दान गर्ने धर्म गर्ने काली आदरणीय सम्पूर्ण नगरवासी दाजुभाइ साथीबहिनीहरू यस माता तीर्थ औँसी विशेष प्रवचन कार्यक्रममा पाल्नुभएका आदरणीय गुरु पण्डित दीनबन्धु पोखरेलज्यूको मैले बजाउने भएर हरि भजनैले आनन्दैमा छोइले आनन्दैमा छोइले
श्याम जपे जपे घन श्याम जपे श्याम जपे जपे घन श्याम मलाई पनि लैजाऊ प्रभु जान्छु तिम्रै धाम लैजाऊ प्रभु जान्छु तिम्रै धाम सम्झेर हरिलाई राम नाम जपेर सम्झेर हरिलाई राम नाम जपेर जाउँला भव सागर पार तरेर जाउँला भव सागर पार तरेर गोकुल खोजे मथुरा खोजे खोजे वृन्दावन गोकुल खोजे मथुरा खोजे खोजे वृन्दावन चारैतिर खोजिसके पाछौ प्रभु भन चारैतिर खोजिसके पाछौ प्रभु भन सम्झेर हरिलाई राम नाम जपेर आउँदै गर यो पनि हरिको त्यो पनि हरिको यो पनि हरिको त्यो पनि हरिको सारा संसार हरिको म पनि हरिको सारा संसार हरिको म पनि हरिको यो पनि हरिको त्यो पनि हरिको सारा संसार हरिको म पनि हरिको यो पनि हरिको त्यो पनि हरिको सारा संसार हरिको म पनि हरिको यो पनि हरिको त्यो पनि हरिको सारा संसार हरिको म पनि हरिको यो पनि हरिको त्यो पनि हरिको सारा संसार हरिको म पनि हरिको
सारा संसार हरिको म पनि हरिको हरि सारा संसार हरिको म पनि हरिको हरि सारा संसार हरिको म पनि हरिको जय बोलो श्री हरि भगवान को हस्त समाधान भक्त सज्जन नववासी आदरणीय सज्जनहरू हामी आध्यात्मिक चिन्तनको माध्यमबाट हल्ला भुटानको प्लिज एकछिन शान्त बस्नु फोटोपट्टि पछि खिच्नु म त्यहीँ आउँछु हरेकलाई टिका लगाइदिन्छु त्यो बेला खिच्नु होला टिका प्रसाद भागवत दर्शन गराएर बिदा गराउँछु एकैछिन जति विलम्ब भयो भने केही छैन भोलि 6 बजेभन्दा अगाडिको काम कसैको छैन 15 मिनट त टाइम दिनुहोस् न आध्यात्मिक चिन्तनको माध्यमबाट समाजको सर्वाङ्गीण बहुआयामिक समुन्नयन उन्नयन सम्भव छ भन्ने विषयलाई नेपाली समाजमा स्थापित गर्न अगाडि बढिरहेको सन्दर्भमा 2062 साल वैशाख 23 गते परमादरणीय पिताश्री प्रातः स्मरणीय वाचन शिरोमणि पण्डित नारायण प्रसाद पोखरेलज्यूको पाँच भौतिक शरीरको अवसान गराउने काम गरिएको छ यो अभियानलाई यो प्रतिसादलाई यो विरासतलाई अझै नवीनतम ढङ्गबाट अहिलेको यो सुहाउँदो तवरबाट सम्बोधन गर्दै देश अनि विदेशको कुना कुनामा आध्यात्मिकताको लहर सृजना गर्ने मूलभूत उद्देश्य राखेर अभिलाषलाई लिएर यो आकाङ्क्षालाई फलीभूत गर्न अगाडि बढ्ने क्रममा यसपालि युरोप आध्यात्मिक यात्राको क्रममा एक दिने सत्सङ्ग र प्रवचन कार्यक्रमको लागि म नर्वे आएँ ओस्लो आएँ पशुपतिनाथ नर्वे मन्दिर यसको निर्माण गर्ने उद्देश्य राखेर यहाँले जुन सतत प्रयास थाल्नुभयो सबभन्दा पहिला नर्वेको भूमिमा पहिलोपटक पाइला टेक्ने अवसर प्रदान गर्नुभएकोमा आयोजक परिवारलाई धेरै धेरै धन्यवाद दिन्छ सँगै गैर-आकर्षक नेपाली सङ्घ लगायत प्रवासी नेपाली सज्जनहरू भक्तहरू नर्वेवासी तमाम मातृशक्ति आमा दिदीबहिनीहरू समाजजोडी सज्जनहरू मिडियाकर्मी साथीहरू जसले हामीलाई आमन्त्रण गरिकन यो कार्यक्रम आजको दिन भव्यतापूर्वक नर्वेको इतिहासमा पहिलोपटक स्तरको कार्यक्रम गरिकन एउटा आध्यात्मिक ज्ञानसहित ऊर्जा भरेर यो कार्यक्रमलाई सफलीभूत गर्ने काम गर्नुभएकोमा मेरो सबैप्रति हार्दिक धन्यवाद हार्दिक आभार हार्दिक धन्यवाद सहित यहाँलाई थप बधाई पनि ज्ञापन गर्न चाहन्छु जुन लक्ष्य लिएर यहाँको अगाडि बढ्नु भएको छ त्यो लक्ष्यमा यहाँहरू पुरा हुनुहोस् यहाँको सबैको सुस्वास्थ्य दीर्घायु समृद्धि प्रगति उन्नति आज माता तीर्थौँसीको दिन नयाँ वर्षको पनि यहाँलाई शुभकामना प्रवासको जीवन सफल होस् यहाँहरू सबैको गृहमा चिरकाल स्थिर लक्ष्मीले वास गरौँ सबैको मनोरथ मनोकामना परिपूर्ण होस् सबैको दाम्पत्य जीवनमा सुखमय होस् भन्ने कामना देशभक्तिको भावना जागृत होस् नेपाललाई नभुल्नका लागि म सबैलाई आह्वान गरिरहेको छु समाजजोडी सज्जन हामीलाई सङ्गीतमा साथ दिनुहुने अत्यन्तै मिठो स्वर्ग धनी सुभाष पुन्जी कलाकार मलाई स्पेनमा 5 दिन साथ दिनुभएको थियो चित्र भाइ मैले तिमीलाई यहाँ देखेँ नेपालको मेरो प्रोग्राममा धेरै ठाउँमा बाँसुरी वादक भएर हिँडेको अहिले यहाँ देख्दै छक्क परिमा यो कहाँ होला यो भनेर सोध्दै थिएँ चित्र भाइले मैले यहाँ देख्न पाएँ मेरो नेपालको धेरै धेरै प्रोग्रामहरूमा भाइले बाँसुरी वादन गरेर अनि नर्वेलाई कर्मस्थल बनाएर अगाडि बढेको भाइले पनि आशीर्वाद छ यसै गरी उनीहरूको पूर्ण अर्यालजी म लगायत हाम्रो आदरणीय भाउजू यशोदा भाउजू यहाँ सबैप्रति हार्दिक साधुवाद सर्वश्रेष्ठमा काम गर्ने अन्य हतियार काम गर्ने आयोजक परिवारका विभिन्न तबकाबाट आउनुभएका साथीहरू पदाधिकारीहरू सबैप्रति अभाव प्रेम सम्मान साधुवाद सबैको कल्याण होस् भन्ने भगवानसँग कामना गर्दै जाँदै त्यही भक्तजनको नाम
मलाई प्राप्त भएको समय सबैले गाउने हरे नाम मिलिजुल गाउँ आरती हरिको मिलिजुली गाओ आरती हरिको मिलिजुल गाउँ आरती हरि स्नेहको फुलले छोपेर जुली गाउँ आरती हरिको जुली गाउँ आरती हरिको। सबैले हातमा फुल ल्याऊ नभए हात जोडेर बसौँ पुष्पाञ्जली गरौँ। पुष्पाञ्जली पछि एक एक गरेर यहाँहरू लाइनमा आएर यताबाट टीकाकरण गर्ने हामीबाट भागवत दर्शन गर्ने अनि पछाडिबाट जाने अनि त्यो सिद्धिएपछि लास्टमा एकपटक यहाँहरूसँग नाच सुर प्रियाय लम्बोधराय सकलाय जगन्निताय नागाननाय श्रुति यज्ञ विभूषिताय गौरी सुताय गणनाथ नमो नमस्ते। ओम ब्रह्मा मुरारी स्थिरपुरन्तकारी भानु शशि भूमिसुतो बुधश्च गुरुश्च शुक्रं शनिराहु केतव सर्वे ग्रहाः शान्तकरा भगवन्तु। ओम जयन्ती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमस्तुते। वन्दे देवमुमापति सुरगुरु वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं मृगधरं वन्दे पशूनां पतिं वन्दे श्रीसूर्य शशाङ्कवह्निनयनं वन्दे मुकुन्द प्रियं वन्दे भक्तजनाश्रयं च वरदं वन्दे शिवं शङ्करम्। ओम भक्ति सुतौ तरुण गृहीत्वा परमैकरूपं सहसा विरासी श्रीकृष्ण गोविन्द हरे मुरारे नाथ नारायण वासुदेव। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरं गुरु साक्षात् परं ब्रह्म तस्मै श्री गुरुवे नमः। अखण्डमण्डलाकारं व्याप्तमेन चराचरं तत्पदं दर्शितमेन तस्मै श्री गुरुवे नमः। सच्चिदानन्दरूपाय विश्वोत्पत्तये धितवे तापत्रय्य। हाम्रो आत्मबल यति धेरै बढेको छ कि हामी लगत्तै जति सक्दो छिटो एउटा नर्वेमा पशुपतिनाथ कृपाको कारणले गर्दा आदरणीय पशुपतिनाथ देवताको कारणले गर्दा हाम्रा पूर्वजहरूका कारणले गर्दा हाम्रा कुले देवताका कारणले गर्दा हामी सम्पूर्ण नेपाली भाषीहरूले हामीले चाहेको एउटा नर्वेमा हिन्दू मन्दिर स्थापना गर्नको निमित्त आजको यो कार्यक्रम विशेष रह्यो। विशेष स्थापनाको निमित्त एउटा कोसेढुङ्गा साबित भयो भन्ने र यो कार्यक्रमलाई अझ भन्नुपर्दा योसम्म पुर्याउनको निमित्त एउटा सानो समाजमा एउटा अन्तर्राष्ट्रिय स्तरको भन्दा पनि एउटा ठुलो धार्मिक हिसाबले भन्नुहुन्छ आध्यात्मिक हिसाबले भन्नुहुन्छ अथवा क्वालिटीको हिसाबले भन्नुहुन्छ यो कार्यक्रमलाई यति सफल बनाउनको निमित्त आदरणीय गुरुदेवको जुन भूमिका रह्यो उहाँलाई नेपाली समाज नर्वेवासी सम्पूर्ण नेपालीहरूले यहाँ नर्वे बसुन्जेलसम्म हाम्रो पुस्ता होइन हामी पछाडिको जेनेरेसनले पनि उहाँलाई सम्झिरहनेछ। उहाँको योगदान आजको दिन सधैँ सम्झिरहनेछ। यही कारणले गर्दा नेपाली समाज नर्वे पशुपतिनाथ नर्वेको तर्फबाट उहाँलाई विशेष सम्मानका साथ एउटा सानो सम्मान गरिदिनु होला। आदरणीय सल्लाहकारज्यूहरू आदरणीय दाई सञ्जीव दाई सल्लाहकारज्यूहरू र यस संस्थाका पूर्व अध्यक्ष आदरणीय मनिष बुढाथोकी ज्यू लगायतले एनआरबीको अध्यक्ष हुनुहुन्छ उहाँ सबै मिलेर उहाँलाई विशेष सम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। I'm
हरि हरि आग्नेय दिशामा श्री अग्निले कृपाला जगा आग्नेय दिशाका अग्नि देवता दक्षिण दिशा जाऊ आग्नेय दिशाका अग्नि देवता दक्षिण दिशा जाऊ दक्षिण दिशामा महारानीले कृपाला जगाऊ हरि हरि दक्षिण दिशामा महारानीले कृपाला जगाऊ दिशामा जाऊ दैनिक दिशामा महारानीले कृपाला जगाऊ हरि हरि दैनिक दिशामा महारानीले कृपाला जगाऊ कुनै देवी माथि दसैँ दिशा आरती कुनै देवी माथि दसैँ दिशा आरती कुनै देवी दिशा आरती कुनै देवी माथि दसैँ दिशा आरती कुनै देवी माथि दसैँ दिशा आरती आरती कुनै देवी माथि दसैँ दिशा 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 आरती हरि नैऋत्य दिशाकी वारुणी देवी पश्चिम दिशामा